हेलो गाइज वेलकम ब्याक टु माई च्यानल र आजको भिडियोमा चाहिँ हामीले एआईले कसरी लर्न गर्छ भनेर सिक्दैछौँ। पछिल्लो भिडियो मैले बनाएको थिएँ, त्यसमा चाहिँ मैले एआईको बारेमा हल्का पुरा जेनरल नलेज दिएको थिएँ। अनि त्यसपछि चाहिँ आज चाहिँ हामी कसरी चाहिँ एआईले लर्न गर्छ भन्ने विषयतर्फ राखौँ। ढिला नगरी सुरु गरौँ। ल अब चाहिँ हामीहरू पहिलो अब के हुन्छ भन्दा चाहिँ हाउ डज एआई लर्न है, विदाउट अन्डरस्ट्यान्डिङ। मैले पहिलाको भिडियोमा के भनेको थिएँ भन्दा चाहिँ बुझ्छ लर्न गर्न गर्छ, तर कसरी नबुझी कसरी लर्न गर्छ भनेको थिएँ। त्यसको लागि चाहिँ आज चाहिँ यो पुरै भिडियो हो। अब चाहिँ हजुरहरूले के बुझ्नुहोस् भन्दा आर्टिफिसियल इन्टेलिजेन्स अपरेट्स अन प्रिन्सिपल फन्डामेन्टली डिफ्रेन्ट फ्रम ह्युमन कोग्निसन यहाँ लेखेको छ। के भनेको चाहिँ के भन्दा चाहिँ आर्टिफिसियल इन्टेलिजेन्स चाहिँ ह्युमनले भन्दा एकदम डिफ्रेन्ट तरिकाले गर्छ है। कग्निसन भनेको चाहिँ सोचेर के हामीले बुझेर गरिन्छ नि, त्यस्तो उनीहरूले बुझेर सोचेर सिक्ने होइन है। इज प्रोसेसेस इन्फर्मेसन एडजस्ट प्याटर्न्स बेस्ड अन द डाटा एन्ड फिडब्याक भनेको चाहिँ उसले हामीले जुन डाटा दिन्छौँ त्यो डाटादेखि त्यसको फिडब्याक लिन्छ, त्यसैदेखि चाहिँ उसले लर्न गर्छ रादर देन अन्डरस्ट्यान्डिङ। अन्डरस्ट्यान्डिङ यो कम्प्रिहेन्डिङ भनेको अन्डरस्ट्यान्डिङ लेसन्स इन ह्युमन सेन्स, मान्छेले जस्तो बुझेर गरेको जस्तो गरेर उसले गर्ने होइन कि। उसले के भन्छ, हामीले दिएको डाटालाई त्यही फिडब्याक लिन्छ, त्यही प्रोसेसको इन्फर्मेसन थ्रुदेखि उसले के गर्ने हो, हजुरहरूले सिक्ने है उसले त्यही अनुसारले। अब हेर्नुहोस् है, अब फरक के छ त नि, ह्युमन लर्निङ र मेसिन लर्निङमा फरक के छ है। अब ह्युमन लर्न्स फ्रम मिनिङ होइन, हामीले के पाउँछ मतलब मिनिङ के, हामीले जे कुरा नि पढ्दाखेरि मिनिङबाट पढ्छौँ भने मेसिन लर्न्स फ्रम डाटा मेसिनले चाहिँ केबाट पढ्छ, डाटादेखि लर्न गर्छ है। अनि हामी चाहिँ जहिलेसुकै हामीले लर्न गर्दाखेरि किन यस्तो कसरी भयो किन भयो यस्तो भन्ने कुरा हुन्छ। डाटाले चाहिँ त्यस्तो त्यस्तो के फोकस गर्दैन, त्यसले ओन्ली फोकसेस अन वाट एभर नेक्स्ट के, यो भयो यसपछि के हुन्छ त्यसको आधारमा चाहिँ उसले के दिन्छ, त्यसको आधारमा चाहिँ उसले रिजल्ट दिन्छ। जस्तै चाहिँ हामीले के मान्छेहरूले जस्तै रात परेपछि बोट्टी बाल भनेर एउटा भनिन्छ नि त, रात परेपछि बोट्टी बाल्नुपर्छ भन्ने हामीलाई एउटा कन्सेप्ट छ। त्यो चाहिँ अब हामीले किन छ त्यस्तो कन्सेप्टमा, किनकि रात परेपछि के हुन्छ, अँध्यारो हुन्छ, अँध्यारो भएपछि हामीले बोट्टी बाल्नुपर्छ, बोट्टी बालेपछि उज्यालो हुन्छ, यो हामीले बुझेर गर्ने। अब हजुरहरूले मेसिन लर्निङको लागि चाहिँ के भनेर बुझ्नुहुन्छ भन्दा उसले चाहिँ रात परेपछि बोट्टी बाल्ने भन्ने मात्र बुझ्छ कि उसले। रात परेपछि के हुन्छ, अँध्यारो हुन्छ, घाम जान्छ, अँध्यारो हुन्छ, त्यही भएर उज्यालोको लागि बोट्टी चाहिन्छ, यो बुझ्दैन उसले। रात परेपछि बोट्टी बाल्ने कि उसले यो बुझ्छ है। त्यस्तरी चाहिँ उसले के गर्छ, लर्न गर्छ है। यही डिफ्रेन्स चाहिँ के हो, यसको स्ट्रेन्थ पनि हो र यसको लिमिटेसन पनि यही हो। फेरि एआईको स्ट्रेन्थ यही हो, उसले डाटाहरू धेरै छिटो लर्न गर्छ, तर लिमिटेसन यही हो कि उसले मिनिङ केही बुझ्दैन है। अर्को के छ, वाट लर्निङ मिन्स फर एआई होइन। खास लर्निङ भनेको के हो त नि एआईको लागि भन्ने चाहिँ अप्टिमाइजेसन नट कम्प्रिहेन्सन भनेको। अप्टिमाइजेसन के हो, उसले चाहिँ हामीले दिएको डाटादेखि एकदम त्यही डाटालाई एकदम अप्टिमाइज गरेर बुझ्छ होइन, त्यहीबाट उसले बेस्ट रिजल्ट दिन्छ भने। नट कम्प्रिहेन्सन भनेको चाहिँ त्यसमा उसले केही बुझ्दैन क्या, वाइ किन कसरी भयो यो कहाँदेखि भयो भनेर त्यो चाहिँ बुझ्दैन उसले है। इनिसियल प्रिडिक्सन होइन, अनि उसले इनिसियल प्रिडिक्सन भन्छ, एआई मेक्स अ गेस बेस्ड अन द करेन्ट प्रोग्रामिङ, त्यही डेकबाट इनिसियल प्रिडिक्सन गर्छ। अनि त्यसपछि त्यहीबाट उसले फिडब्याक लिन्छ होइन। अनि त्यसपछि त्यही उसले के गर्छ, त्यहीबाट चाहिँ हल्का इन्टर्नलहरू यताउति एडजस्ट गर्छ होइन। इररहरू गर्नको लागि यताउति फ्युचर इररहरू लिमिट गर्नको लागि उसले के गर्छ, एडजस्टमेन्ट लिन्छ र त्यही कुरालाई उसले रिपिट गरेको त्यही डाटालाई रिपिट गरेकोले के भनिन्छ, हामीले त्यसलाई लर्निङ भन्ने चाहिँ त्यही नै के हो, एआईको लर्निङ है। अर्को छ कि एउटा अघि भर्खर चाहिँ मैले भनेको है, डाटा हामीले डाटा दिने, त्यही डाटादेखि पढ्ने भनेको चाहिँ त्यो चाहिँ के हो, क्रिटिकल रोल अफ डाटा है। खास एआई लर्न गर्नेमा डाटाको कस्तो रोल छ है, त्यो एकदम भास्ट, एकदम नो डाटा इज टु नो इन्टेलिजेन्स भनेको के हो, उसले डाटा बिना केही लर्नै गर्न सक्दैन कि, उसले केही सिक्नै सक्दैन है। एआई सिस्टम क्यानट साइमल्टेनियसली जेनेरेट नलेज होइन, उसले चाहिँ आफै नलेज एउटा नयाँ नलेज लिन सक्दैन है। उसको चाहिँ के हुन्छ, इन्टायर अन्डरस्ट्यान्डिङ के, उसले चाहिँ जे पनि बुझ्छ सबै ड्राइभ फ्रम द डाटा सेट्स दे आर ट्रेन्ड अन के। जुन हामीले डाटा दिन्छौँ त्यसलाई हामीले चाहिँ जुन हामीले त्यसलाई दिएछौँ, जुन हामीले जम्मा गर्छौँ सबै यताउति गरेर सबै गरेर त्यसलाई जुन जे सिकाइन्छ, जुन डाटा दिन्छ त्यहीबाट उसले के गर्छ, लर्न गर्छ है। अर्को छ अनि ट्रेनिङ भर्सेस यो युजिङ एआई भनेको, ट्रेनिङ गर्दाखेरि र एआई युज गर्दाखेरिको फरक है। ट्रेनिङ फेज है, यो खास स्लो एन्ड रिसर्च इन्टेन्सिभ हुन्छ है। यो हजुरहरूले अहिले एआई चलाउँदाखेरि त यो सजिलै भयो होला के टाइमरलाई, तर त्यस्तो हुन्न है। एकदम टाइम लाग्छ, मेसिनलाई लर्न गर्न एकदम स्लो हुन्छ अनि रिसर्च इन्टेन्सिभ एकदम के। अब हजुरहरूले एउटा बुक मात्र पढाएर भएन, त्यहाँ विश्वभरको सबै जानकारी सबै बुकहरू पढाउनु पऱ्यो, एकदम ढिलो नि हुन्छ। अब प्रोसेस चाहिँ डाटै धेरै भइसकेपछि उसले के भन्छ, रिसर्च इन्टेन्सिभ जे कुराको नि अब नलेज दिनु पऱ्यो उसलाई, एआईको बारेमा दिनु पऱ्यो, बुक्सहरूको बारेमा दिनु पऱ्यो, नेचरको सबैको बारेमा दिनु पऱ्यो, त्यो एकदम के हुन्छ, स्लो नि हुन्छ, रिसर्च इन्सेन्टिभ नि हुन्छ। अर्को के हुन्छ, म्यासिभ डाटा प्रोसेसिङ।
एकदम म्यासिभ हुन्छ डाटा प्रोसेसिङ। अर्को के हुन्छ कम्प्लेक्स मोडल एडजस्टमेन्ट हुन्छ होइन, कम्प्लेक्स के एकदम गाह्रो मोडलहरू हुन्छ। अनि हेयर्स अफ डेभलपमेन्ट हुन्छ। यो अहिले नै भर्खरदेखि भएर भर्खर यस्तो राम्रो भएको होइन। च्याट जिपिटी हाम्रो चाहिँ हजुरहरूको रफली 2020तिर भएको लन्च भएको, त्यतिखेर केही राम्रो थिएन। अहिले आएको एकदम इयर्स अफ डेभलपमेन्टको यो वर्षौँ लाग्ने कुरा है, यो उठेर हुनेको होइन। अहिले लेख्दाखेरि त हामीले त युज फेजमा चाहिँ अहिले के छ इन्स्टेन्टेनियस रिजल्ट उठेको रिजल्ट आउँछ होइन। कस्ट इफेक्टिभ डेभलपमेन्ट छ, ऱ्यापिड आउटकम जेनेरेसन छन्, एपियर सिमलेस सजिलै हुने जस्तो देखिन्छ है। तर के होइन एकदम यो के हुन्छ एआईलाई ट्रेन गर्दा चाहिँ हजुरको एकदम रिसर्च धेरै खर्च हुन्छ। अर्को के हुन्छ टाइम पनि एकदम लाग्छ है। अर्को छ हाम्रो चाहिँ वाइ मोर डाटा मेक्स एआई बेटर। के जति डाटा दियो त्यति कसरी बेटर हुन्छ भने किनकि जति डाटा दिनुहुन्छ हजुरले त्यहीबाट के हुन्छ रिपिटेसन क्रिएट्स एक्युरेसी के। जति डाटा दिनुहुन्छ त्यही अनुसारको उसले गर्ने है, त्यही अनुसारको उसको एकदम रिजल्ट एक्युरेट हुँदै जाने है। एआई इम्प्रुभ्स बाई इन्काउन्टिङ सिमिलर इक्जाम्पल्स रिपिटेडली है। त्यस्तै इक्जाम्पलहरू हेरेको गरेर त्यही इक्जाम्पल्सहरू हेरेको गरेर उसले के गर्छ त्यसैको आधारमा उसले चाहिँ एन्सरलाई एकदम एक्युरेट एन्सर दिन खोज्ने है। त्यही भएर जति डाटा हजुरहरूले एआईलाई फिट गर्नु त्यति नै ऊ के हुन्छ एक्युरेट रिजल्ट दिनको लागि राम्रो हुन्छ। अर्को छ अन्डरस्ट्यान्डिङ ओभरफिटिङ भन्ने। ओभरफिटिङ भनेको बढी डाटा नै हुन्छ है, टु मच लर्निङ प्रब्लम है। एआई मेमोराइज ट्रेनिङ डाटा पर्फेक्टली इन्क्लुडिङ इट्स क्वार्क एन्ड नोइज के सब बुझ्छ क्या उसले, सब ऊ गर्छ क्या। हजुरहरूले चाहिँ डाटा जे दिनु सबै उसले बुझ्छ क्या। अब कुनै जात नबुझ्ने पर्ने भयो भने सब बुझ्छ उसले, हजुरले जे डाटा दिनुभयो सबै के गर्छ उसले सब मेमोराइज गर्छ है डाटा चाहिँ उसले किनकि छुट्याउन सक्दैन यो राइट डाटा हो यो रङ डाटा भनेर छुट्याउन सक्दैन। त्यही भएर उसले जे डाटा दिनुभयो सब उसले के गर्छ फेल्स इन द रियल वर्ल्ड भनेको चाहिँ ओभर स्पेसलाइजेसन के। ओभर स्पेसलाइजेसन गर्दाखेरि चाहिँ उसले के गर्छ लिड टु पोर पर्फर्मेन्स अन न्यू एन्ड अनसिन डाटा होइन। त्यही भएर चाहिँ यसले त्यही कारणले गर्दा चाहिँ सिक्न नहुने कुरा नै सिक्ने कारणले गर्दा चाहिँ नयाँ एआईहरूलाई चाहिँ एकदम नयाँ डाटामा चाहिँ एकदम प्रब्लम हुन्छ है। पुरानो हिस्टोरिकल फ्याक्टहरू पुरानो पहिलेदेखि भइसकेको छ, हामीले राम्रोसँग ट्रेन गराइन सकिन्छ। त्यही भएर चाहिँ तिनीहरू एकदम एक्युरेट हुन्छ। तर न्युली अहिले चाहिँ हालचालको कुराहरू चाहिँ एकदम फेल्स इन रियल वर्ल्ड है, त्यो चाहिँ किनकि डाटै कम भएर है त्यो चाहिँ। अर्को चाहिँ पर्फेक्ट इन टेस्ट फ्लड इन रियालिटी भन्ने छ नि त होइन। एआई क्यान स्कोर 100% अन टेस्ट सेट यट इन एफेक्टिभ प्र्याक्टिकल सेनेरियोज भनेको त्यही हो। टेस्ट गर्दाखेरि एकदम ठिक बोले जस्तो हुन्छ, फेरि रियल टाइममा ऊ गर्दाखेरि चाहिँ किनकि एउटा न एउटा कुनै मान्छेले केही न केही सोधिहाल्ला होइन, अर्कै होला। त्यही भएर त्यो इनएकुरेट हुन नि सक्छ है प्र्याक्टिकलमा चाहिँ। अर्को छ बायस्ड कम फ्रम लर्निङ है। यो बायस्ड कम फ्रम लर्निङ भनेको चाहिँ के भन्दा चाहिँ हजुरले जे सिक्छ त्यही भन्छ एआईले है। एआई इज अ रिफ्लेक्सन अफ इट्स ट्रेनिङ डाटा होइन, ट्रेनिङ डाटा। इफ डाटा कन्टेन्ट्स इनहेरिट बायसेस वेदर सोसियल हिस्टोरिकल अब्जर्भेसन द एआई विल नट करेक्ट देम भनेको के हो हजुरहरूले जस्तो डाटा फिड गर्नुहुन्छ त्यही अनुसारको के गर्छ उसले एन्सर दिने हो। हजुरहरूले रङ हिस्टोरीमा के रङ हिस्टोरिकल फ्याक्ट्सहरू एआईलाई दिनु भएन उसले त्यही नै दिन्छ हजुरहरूलाई। केही उसले यो राइट हो रङ भन्ने उसलाई थाहै हुन्न, त्यो त उसले बुझ्दैन, हाम्रो जस्तो दिमाग त होइन उनको। त्यही भएर चाहिँ उसले जे दिन्छ कहिले हुन्छ नि यो एआईले यस्तो ठिक गरेन भनेको किन गरेन किनकि उसले डाटै त्यस्तै भएर है। अब हजुरहरूले नेपालमा कतिवटा होइन अञ्चल छ भने 14वटा अञ्चल छ भनेर दिनु भएन। हजुरले नेपालमा 14 अञ्चल होइन नेपालमा 20वटा अञ्चल छ भनेर डाटा दिनुभयो, त्यसैमा ट्रेनिङ एआई गर्नुभयो भने चाहिँ उसले चेक गर्दैन। कहीँ गुगलले चेक गर्दैन, कहीँ चेक गर्दैन, अब 14वटै छ नि भनेर चेक गर्दैन उसले। अब त्यो एआईलाई हजुरले सोध्नुभयो भने उसले के भन्छ नेपालमा कतिवटा अञ्चल छ भने चाहिँ उसले 20वटै छ भन्छ, किनकि हजुरले डाटै त्यही दिनुभएको है। त्यही भएर चाहिँ त्यही नै हो है कुरा बुझ्नु चाहिँ। बायस्ड कम फ्रम लर्निङ भनेकै त्यही हो क्या। हजुरले जे डाटा दिनुभयो जे डाटामा ट्रेन गर्नुभयो त्यसैको आधारमा उसले एन्सर दिने हो। अर्को छ इल्युजन अफ इन्टेलिजेन्स भनेको चाहिँ लुक्स इन्टेलिजेन्ट र एआई दिँदाखेरि किन एकदम इन्टेलिजेन्ट जस्तो हुन्छ किनकि सोफिस्टिकेटेड आउटपुटहरू दिन्छ कि उनीहरू दिँदाखेरि जहिलेसुकै के गरिदिन्छ 100% जेन्युन हो यो एकदम करेक्ट एन्सर हो भनेर दिन्छ कि उनीहरूले है। तर के हुन्छ इल्युजन हो है, त्यो चाहिँ सबै के हो इल्युजन अफ इन्टेलिजेन्स। साँच्चीकै यसले जान्ने बुझ्ने छ जस्तो इल्युजन गराइदिन्छ किनकि एकदम कन्फिडेन्ट इन्टेलिजेन्स दिन्छ किनकि बिकज दे ल्याक भयो कि किन भयो होला त्यो हुँदैन उनीहरूलाई। नो कम्प्रिहेन्सन भनेको उनीहरू फिलिङै हुँदैन कि यो के हो यो कसो हो कसरी आयो भन्ने त्यो केही हुँदैन। उनीहरूको मात्र के हुन्छ प्याटर्न रिकग्नेसन हुन्छ क्या, त्यही डाटाहरू टेकअवे गर्ने त्यहीबाट उनीहरूले रिजल्ट दिने है। अर्को चाहिँ अब भनिहालेँ नि मैले यी सबै कुराहरूबाट के प्याटर्नदेखि लर्न गर्दो रहेछ होइन। हजुरहरूले जे डाटा दिनुभयो त्यहीबाट लर्न गर्दो रहेछ एआईले। तर चाहिँ त्यही पनि हामीले मान्छेहरूले के भन्छन् अरे त्यसको दिमाग हुन्छ भन्छन् कि ब्रेन, एआई हेभ ब्रेन भन्छन् होइन।
त्यसो भने हामीले चाहिँ के ब्रेन भनेको त नि भनेर चाहिँ अब चाहिँ हामी त्यो चाहिँ नेक्स्ट भिडियोमा भन्छौँ है। त्यो चाहिँ के हो, न्युरल नेटवर्क एन्ड द ब्रेन मिस्ट के एआईको ब्रेनले कसरी काम गर्छ भन्ने कुरा हुन्छ है। त्यो चाहिँ हामीले चाहिँ नेक्स्ट भिडियोमा चाहिँ कभर गर्छौँ कि यसको ब्रेन खास यसको दिमाग के हो त नि, कसरी सिक्दो रहेछ ल भन्ने कुरा चाहिँ अहिले नेक्स्ट भिडियोमा पाउनुहुनेछ। थ्याङ्क यू भेरी मच गाइज।